हैन त यो हाम्रो ट्रेन्डै छैन मिलेर गर्नु के गर्नु भन्ने ट्रेन्डै बस्दै गर्नु कल्चर छैन कल्चरै सनराइज पब्लिकेसन का सेल्स द मार्केटिङ डिरेक्टर केदार काकीज्यूलाई म हार्दिक अनुरोध चाहन्छु। त्यस्तै गरी आजका प्रमुख अतिथि अथवा दिउँसभरिका फोकल पर्सन ट्रेनर सनराइज पब्लिकेसनका जुनियर सेज राइटर सुरज राजतला सरलाई पनि आजको प्रमुख अतिथि प्लस ट्रेनरको रूपमा आसन ग्रहण गर्नलाई हार्दिक अनुरोध चाहन्छु। धन्यवाद सरहरू। त्यसै गरी एजुकेटर र फेसिलिटेटर सुमन नेउपाने सरलाई पनि आजको लागि अतिथिको आसन ग्रहण गरिदिनुलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। स्टेजमा आएर अतिथिको आसन ग्रहण गरिदिनुलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यस्तै गरी हिमालय क्राउन एकाडेमीबाट का प्रिन्सिपल माया तामाङज्यूलाई पनि स्टेजमा अगाडि आएर आसन ग्रहण गरिदिनुलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। अतिथिको रूपमा हामीले सम्पूर्ण सहभागी विद्यालयका प्रतिनिधिहरूलाई उपस्थित इन्भाइटेसन गरेका छौँ। अरू विद्यालयबाट कोही आउनु भएको छ भने प्लिज जानकारी पाऊँ, शिक्षक बन्नु पाए। त्यस्तै गरी आजको यस कार्यक्रमलाई यहाँसम्म ल्याउनको लागि समन्वयको भूमिका खेल्नुहुने र मेन फोकल पर्सन कार्की बुक्स एन्ड स्टेसनरी चरित्रका प्रोपाइटर प्रकाश कार्की सरलाई पनि आसन ग्रहण गरिदिनुलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। म प्रेम प्रसाद अधिकारीलाई हार्दिक अनुरोध गर्न चाहन्छु। कार्यक्रममा सहभागी हुन आउनुभएका हामी यहाँ 6 वटा विद्यालयका शिक्षक शिक्षिकाहरू छौँ। राइजिङ स्टार स्कुल, अल्पाइन स्कुल, माउन्ट भ्याली स्कुल, आकुरा स्कुल, हिमालयन क्राउन र गौरीशङ्कर स्कुल। यी 6 वटा विद्यालयका पूर्व बाल कक्षामा अध्यापन गर्नुहुने मिसहरू यहाँ उपस्थित भएका छौँ। हाम्रो उद्देश्य भनेको बालबालिकाको सिकाइलाई अझ प्रभावकारी बनाउने हो। त्योसँग सम्बन्धित पाठ्य पुस्तकहरू हामीले प्राप्त गरिसकेका छौँ। आज संयोगले तपाईँहरूले बालबालिकाको लागि प्रयोग गर्ने पाठ्य पुस्तकका लेखक, पाठ्य पुस्तकका राइटर तपाईँको ट्रेडरको रूपमा हामीले पाएका छौँ। यसैले अलिकति समय छोटो भए पनि यही कार्यक्रमलाई 2 दिन गर्नु काबुला अझ प्रभावकारी हुन्छ कि भन्ने कुरा मैले चाहिँ भनिरहेको थियो। तर अब भोलिदेखि फेरि हाम्रो स्कुल पनि सुरु हुने र सरको पनि अरू व्यस्तताको कारणले यो कार्यक्रमलाई 2 दिन गर्न सकिएन। त्यसैले 1 दिनमा सकेसम्म यहाँहरूले आफूले अनुभव गर्दाखेरि कक्षा कोठामा बालबालिकासँग खेलेर सिकाइरहँदाखेरि आएका अप्ठ्याराहरू तपाईँले दिमागमा सेभ गरेर राख्नुभएको छ। ती अप्ठ्याराहरूलाई कसरी एड्रेस गर्ने भनेर सकेसम्म तपाईँले जति धेरै सरसरबाट लिन सक्नुभयो त्यति हाम्रो कक्षा कोठाको सिकाइ प्रभावकारी हुन्छ। त्यसैले आजको दिनलाई पूर्ण रूपमा उपयोग गर्दै अघि उत्तम सरले भनिसक्नुभयो, हामी यो उद्घाटन सत्रमा धेरै समय लगाउने छैनौँ। आज दिनभरिको समयलाई सकेसम्म धेरै प्रभावकारी बनाउने। नमस्कार, मेरो नाम पवित्रा नेउपाने, म राइडिङ स्कुल। नमस्कार, मेरो नाम सुजनमती, म राइडिङ स्कुल। नमस्कार, म
Next table. Today, wild animal I see. ल भिडियो खिच यसको यस्तो यस्तो भयो भिडियोसँगै फोटो पनि बनायो क्या फाटफाट भयो मेरोमा त बाटै छ Water animal.
वाटर एनिमल भिडियो सके फोटो इन्टरनेटको चोरी आज निस्केछ I'm sorry, tea break. Tea break.